नमस्कार। आज म तपाईहरुलाई जापानको ग्यास हैन हामीले पेट्रोल चाहिँ किन महँगो छ त ट्याक्समाथि ट्याक्स लगाएको छ जापान सरकारले। जापानको पेट्रोलमा चाहिँ ट्याक्समाथि पनि ट्याक्स लगाएर हामीलाई महँगो बनाएको रहेछ। यदि यो कुरा तपाईहरुलाई थाहा छ कि छैन, थाहा थियो भने ठिकै छ, तपाईहरुले यो भिडियो स्किप गर्न सक्नुहुन्छ। थाहा छैन भने आज म तपाईहरुलाई खासमा ग्यासोलिन दाइ कति हो त, हामीले जापान सरकारलाई कति तिर्नुपर्छ ग्यासोलिन दाइ र जापान सरकारले कति लिएको छ, किन लिएको छ भन्ने कुरा आजको यो भिडियोमा म तपाईहरुलाई देखाउँछु। यो भिडियो चाहिँ तपाईहरुले अन्तिमसम्म हेर्नुभयो भने जापानको पेट्रोल चाहिँ किन महँगो रहेछ भन्ने कुरा बुझ्नुहुन्छ। उहाँ चाहिँ तपाईहरुले देखिरहनु भएको छ, उहाँ चाहिँ जापानको हैन विपरीत पार्टी कोकुमिन मिन्सुतोको दाइ हो, तामाकी-सान हुनुहुन्छ उहाँले चाहिँ अहिले हरेक उहाँको ट्विटर हेर्नुपर्छ। ट्विटरमा उहाँले चाहिँ हरेक दिन जसो उहाँले चाहिँ पेट्रोलको बारेमा चाहिँ यो जानते जय रिची भन्ने तपाईले सुन्नु भएको छ कि छैन, कोतोबा तोरी जानते जय रिची भनेको केही समयको लागि मात्र जापान सरकारले आजभन्दा 50 वर्ष अगाडि कोकुमिन जनता हो, केही समय बाटोहरू बनाउनु पर्ने छ, पुलहरू बनाउनु पर्ने छ, केही समयको लागि मात्रै 1 लिटरमा चाहिँ 25 रुपैयाँ जति चाहिँ 25 एन जति चाहिँ हामी चाहिँ बढाउनु पर्यो। गोमेना चाहिँ केही समयको लागि भनेको पेट्रोलको ट्याक्स अहिले 50 वर्ष भइसक्दा पनि लिइरहेको छ। हो, त्यो ट्याक्स चाहिँ घटाउनु पर्छ भनेर तामाकी-सानको पार्टीले चाहिँ बुलन्द आवाज उठाइरहेको छ। त्यो आवाज कसरी उठेको छ, के छ भन्ने कुरा यो भिडियो तपाईहरुले हेर्नुभयो भने तपाईहरुले बुझ्नुहुन्छ। हेर्नुस् है। 私つぶやいてます。ガソリン価格はですね、どうなってで、ガソリンですね、例えばすごいシンプルに本体価格が適石っていうのが大体です。リッター 2.8。これがまず一つ。で、これだけじゃなくて、ここにですね、元々のですね、本則税率、本則率で、ここがさらにですね、27円、1リットルあたりで、これで終わるかと思う。ここが話題のですね。अहिलेसम्म चाहिँ 1 लिटरमा 1 लिटर पेट्रोललाई चाहिँ 100 रुपैयाँ, झन्डै 100 रुपैयाँ पर्छ। त्यो 100 रुपैयाँमा चाहिँ अहिलेसम्म चाहिँ 28.7 चाहिँ तपाईको होन्सोकु जे भनेको चाहिँ यो मेन लाग्ने ट्याक्स हो यो। र त्यसपछि नितेन हाची एन पनि चाहिँ यो पनि तपाईको सेकी जे भन्ने चाहिँ यो पनि ट्याक्स लाग्ने ट्याक्स हो। यो चाहिँ लाग्ने ट्याक्स त तिर्नै पर्यो हैन। यो चाहिँ ट्याक्स जापान सरकारले लिइरहेको थियो पहिल्यैदेखिबाट हैन, यो चाहिँ लिइरहेको हो। त्यसपछि चाहिँ सुन्नुस् है।暫定税率といって、言葉通りですね。ちょっと暫定プラスで取らせてくださいねと言って、かけてたね、暫定税。今は当分の関税率。जानते जय रिची भनेको यो भनेको तपाईको केही समयको लागि मात्रै है, के चोत्तो दाकेनो आइदा ओनेगाइसी मास भनेर जापान सरकारले जापान कोकुमिनहरुलाई चाहिँ ओनेगाई गरेको 50 वर्षभन्दा अगाडिको कुरा अहिलेसम्म लागू भइरहेको छ। सुन्नुस् भिडियो पुरै। बिगनजिनमा खान्जी देखिन हैन, कोकुमिन मिन्सितोको दाइ हो खान्जी हेर्दा त ल 左が車。そういうこともよくね、井山君に。で、暫定税率。これがखान्जी मुझे खासी हो। 最近はहामीले त जान्ने कुरै भएन। माची गाए गरे पनि केही हुँदैन। यस्ता मान्छेले त माची गाए गर्छ। 25円。これがですね。बुझ्नु भयो? जानते जे आजभन्दा 50 वर्ष अगाडि 25.1 एन चाहिँ केही समयको लागि मात्रै है। हामीले बाटो बनाउनु पर्यो, स्पिड अप गर्नु पर्यो, पैसा उठाउनु पर्यो, पैसा नभएसम्म भएन। बाटो घाटो पुलहरू निर्माण गर्नको लागि चाहिँ ट्याक्स नउठाएसम्म भएन, ट्याक्स उठाउनु पर्यो। केही समयको लागि मात्र चोत्तो गोमेना साई भनेर उठाएको कर अहिलेसम्म लागू भइरहेको छ। しばらくの間、当時はですね、その財源使って道路をですね、一時的にスピードアップしたことで、その本則税率に暫定税率を乗せたんですが、この暫定って日本語で50年以上やってますから。だから、お前さ、詐欺だろうがと。普通にちょっとだけなんかやらせてくださいって言ってね、普通頼んでですよ。1、2年ならわかるけど、ちょっとだけですよって言って50年だったら民間で言ったら詐欺でしょ。で、そういうことになって。で、これだけじゃ終わらないんですよ。これだけじゃ終わらなくて、この100円に 2.8 円、28.7 円、25.10 円の税金が、この3つが税金です。で、これで終わるかと思いきや、अहिलेसम्म तपाईहरुले बुझ्नुभयो कि बुझ्नुभयो? अहिलेसम्म 100 एनको पेट्रोललाई 3 वटा जेकिन, यो 25.1 चाहिँ चोत्तो दाकेनो आइदा भनेर लिएको जेकिन हो भने 2टा जेकिन चाहिँ लाग्ने नै जेकिन हो। यो नभए यो चाहिँ पहिल्यैदेखि तिर्दै आएको जेकिन हो। यो बीचको यो 25.1 चाहिँ केही समयको लागि मात्रै भनेर लिएको जेकिन चाहिँ यसमा चाहिँ अब सुन्नुस् है कुरा। अब मेन कुरा चाहिँ अब आउँदैछ के जापान सरकारले कतिसम्म गरेको रहेछ भन्ने कुरा। この上に乗る消費税なんだ。 बुझ्नु भयो नि त? सोही जे यो तपाईँ हामीले किनेको ट्याक्स भनिन्छ नि, तपाईले हामीले यो चाहिँ 100 एनको सामान किन्दा 10% ट्याक्स। अब हेर्नुस् है,
सबै तलदेखि माथिसम्म जम्मै टोटल गरेर त्यो टोटलकोमा सोहिजे 10% लगाइदिएको छ। सोहिजे 10% लगाएपछि के हुन्छ? 税がかかることによって ट्याक्स माथि ट्याक्स भएन す त? ごいね、この消費税がですね、だいたいこれ、本体価格100円で言うと 15.6 で、これ足したものがですね、これで言うと単純計算すると、172で、本体が100円のものに対して税金が乗っかっていて100ですから、例えば今政府が175円に下げようということ、175円前後になった時、本体が100円に対して税金が72ですから、税金の半分弱、ガソリン価格の半分で、さらにこの消費税が何が問題かというと、この消費税って何%ですよね。10% 何にかかってるかというと、この額にかかってる。で、つまり、本体価格の100円だったら、消費税って10円ですよ。なんで 15.6？ 5.6 円分どこになんで出てきたというと、乗っけた税金に消費税かけてる。だから税に税かけて、これをですね、二重課税といって、英語で言うと、タックス。ट्याक्स अन ट्याक्स होइन? यो भनेको ट्याक्स अन ट्याक्स。税に税をかけるということなんで、これ、せめてね、100円に税金かけて、10円ならわかるんだけど、こうなんか、積み木みたいに乗せた税金も含めたやつに 10% かけてるから、このうちだから 5.6 円分、約 5.6 円分は、税に税をかけて消費税が上乗せになってる。त्यही भएर अबको चुनावमा चाहिँ जातिहरूले पक्कै पनि कोकुमिन मिन्सितोलाई अगाडि ल्याउँदैन जस्तो लाग्छ कि यिनीहरूले चाहिँ घटाउँछु भनेको छ होइन? これをですね、3ヶ月連続超えたら、この暫定と言われて一時的に取れたやつをして25円実践下げるということ、今法律であるんです。その今法律であるんだけど、東日本大震災で。कुरो बुझ्नुभयो नि? यदि 3 महिना कन्टिन्यू 160 रुपियाँ 160 एन भन्दा बढी भयो भने पेट्रोलको भाउ अटोमेटिकल्ली त्यो 25.1 त्यो जान्ते जेरिजु भनेर केही समयलाई लिएको चाहिँ अटोमेटिक त्यो क्यान्सल हुन्छ, त्यो घट्छ भनेर बनेको एउटा नियम र चाहिँ यिनीहरूको कानुन रहेछ। त्यो कानुनलाई पनि अहिले चाहिँ फेरि फ्रिज भएको छ। तोकेछु भनेको चाहिँ किन भन्दाखेरि चाहिँ हिगासी दाइसिन्साई भनेको 2011 मा ठुलो सुनामी आयो नि। सुनामी आएपछि धेरै धनजनको क्षति भयो। त्यो चाहिँ रिपेयर गर्नको लागि पनि यो चाहिँ कन्टिन्यू गरिरहेका छन् अरे है। कुरा सुन्नुहोस् है। अरू पनि के भन्नु ल? しなきゃいけないことで凍結した。だから凍結を解除して本来のルールで言うとリッター160円を3ヶ月で超えたら25円10銭下げましょうと。で今180円とかなってます。160円を3ヶ月超えてるから、このルールを例えばこの前最高で 185.6 で、そこから25円引けば160円。これがトリガー条項。でも財務省やりたがらないので、税金でそれをなんとか下げてる。そうですね。本来はこのトリガー条項を発動して20問題は暫定って言っていつまで経っても暫定じゃなくてहो त नि कि है जानते भनेर भनिरहेको छ भनेपछि त अब त 50 वर्ष भइसक्यो है। जापान सरकारले पनि है पैसा त जनताबाट उठाले के पैसा कहाँ के गरिरहेको छ है यिनीहरूले है। 抜本改革しようよということを6月20日西村経産大臣と当面補助をできればこのトリガー条項をもっと言うとこの二重課税とかそもそも暫定と言いながらいつまで経ってもずっとる。तर अहिले चाहिँ यो हटाउने भन्दै यिनीहरूको ठुल्ठुला पार्टीहरूको चाहिँ निर्णय चाहिँ भइसकेको हुनलाई गत वर्ष नै। तर अब कहिले कुन टाइमिङमा हटाउने कहिले सागारु गर्ने भन्ने कुराको चाहिँ अझ यिनीहरूको चाहिँ डिसिजन भइसकेको छैन। कहिले हुन्छ त्यो पनि केही थाहा छैन। तर यस्तो पनि गरिरहेको रहेछन् कि गर्नु। तर जापानमा पेट्रोलको भाउ चाहिँ सस्तो नै रहेछ क्या। तर ट्याक्स चाहिँ बेकारको ट्याक्स लिइरहेको रहेछन् कि यिनीहरूले। यो आजभन्दा 50 वर्ष अगाडि केही समयको लागि भनेर लिएको ट्याक्स चाहिँ यो जुत्तो कन्टिन्यू ल्याइछन् है। जनताले चाहिँ तिरैछन्। अबको चुनावमा चाहिँ यो तामा किसानको पार्टीलाई चाहिँ अगाडि ल्याउनु पर्छ। अहिले त धेरै अगाडि आइसक्यो। अर्को चुनावमा चाहिँ धेरै अगाडि आउँछ जस्तो लाग्छ। यिनीहरूको चाहिँ राम्रै कुराहरू छ अहिलेसम्म है। मान्छेहरूलाई सोद्धाखेरि पनि जीविन्तोमा चाहिँ अब आवेशान नभएपछि जीविन्तो चाहिँ 12 भएको छ भन्ने न्युजहरू पनि आउँछ होइन। आवेशानले चाहिँ तपाईहरुले बुझिहाल्नुभयो। मैले बुझाउनको लागि मात्रै तपाईहरुलाई देखाएको। यस्ता न्युजहरू पनि तपाईहरुले हेर्ने गर्नुस्। जापानका पार्टीहरुका न्युजहरू के छ कस्तो छ जापान सरकारको भित्र यिनीहरूको कहिलेकाहीँ तपाईहरुले कोक्खाइहरुको लाइभ पनि हेर्न सक्नुहुन्छ होइन। चुनावहरूको विषयमा पनि अलिकति इन्ट्रेस्ट राख्नुस्। पार्टीहरूको विषयमा पनि अलिकति इन्ट्रेस्ट, राजनीति जापानको राजनीति कस्तो छ त्यो पनि हल्का फुल्का तपाईहरुले बुझ्नुभयो भने हामीले चाहिँ कस्तो के किसिमले ट्याक्स तिरिरहेका रहेछौँ, किन ट्याक्स तिरिरहेका रहेछौँ होइन, कस्तो ठाउँमा ट्याक्स तिरिरहेका रहेछौँ
भन्ने कुराहरू चाहिँ बुझिन्छ है। तपाईँहरूले कति बुझ्नुभयो बुझ्नु भएन यो भिडियोबाट के बुझ्नुभयो कमेन्ट गर्न चाहिँ नबिर्सनु होला है त। हस्त नमस्कार।